हेलो साथीहरू ल सर हामी चाहिँ आज होइन पिकनिक चाहिँ आएको थियौँ होइन पिकनिक आएर म चाहिँ यहाँ यसरी कुरा भइरहेको छु क्या सामानहरूको जस्तो हेर्नुहोस् अब सबै बाइकहरू छ यताउति छ होइन अब हाम्रो सर र म दुईजना चाहिँ यहाँ कुरा बसेका छौँ खसी ससी सबै हिँड्छ अब अरू साथीभाइ चाहिँ सबै अब दाउराको लागि गएको छन् मतलब पार्कको दाउरा किन्न अब यस्तै साथीहरू आज म त थकाइ लाग्यो हो गरिम भएर बसिरहेको यतिकै पार्क चाहिँ उता पछाडि छ अहिले खाएर लास्टमा जाने हो पार्कतिर यस्तो साथीहरू अब पिकनिक 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 भने अब पिकनिकको हाम्रो सरलाई यहाँ खसी नाप्दै हुनुहुन्छ रातो खसी आएको छ 25 किलो भन्दा यो चाहिँ टिकापुर पार्कको पार्किङ स्पोट हो होइन पार्किङ भन्नाले यो पिकनिक खाने ठाउँ पकाउने भान्सा सान्सा पकाउने पकाएर खाने लास्टमा घुम्न चाहिँ उता पार्क चाहिँ उता मेरो ब्याकग्राउन्डमा छ पछाडि उता गएर फोटो सिजनहरू सिनहरू उताबाट सबै उता पछाडि छ यो चाहिँ यहाँ पकाएर खाने ठाउँ मात्रै हो है यो चाहिँ यहाँ अब पकाएर खानलाई यतापट्टि सजिलो हाम्रो साथीहरू दाउरा लिएर आउँदैछन् टाढा टाढा छन् अहिले चाहिँ यो चाहिँ बर्खा लागेको भएर अब स्कुल पनि लागेको छ त्यही भएर सुनसान छ नत्र एकदमै ब्याग हुन्छ होइन अब सर हुन्छ नि ल साथीहरू अहिले छुट्टै म पछि फेरि भिडियोमा जोडिन्छु है